जिन्दगी यात्रा रहेछ। हामीलाई सबैभन्दा ठूलो पाठ प्रकृतिले सिकाउँछ, जहाँबाट कहिल्यै नसिकेको र नबुझेको पाठ सिक्न र बुझ्न पाइन्छ। जिन्दगीभर विलासिताकै लागि जति दौडिए पनि अन्त्यमा खुशी खोज्न प्रकृतिमै फर्किनुपर्ने हुन्छ। आफू जन्मेको हुर्केको ठाउँ प्यारो नलाग्ने त कुरा नै भएन, आफ्नै ठाउँमा मन मिल्ने सहयात्रीहरूसँग घुम्न पाउनु अझ ठूलो कुरा हो। आजको हाम्रो गन्तव्य रहेको छ गलकोट नगरपालिका वडा नम्बर 10 मा रहेको रमुवा। गलकोट हटियाबाट करिब 3 घण्टामा रमुवा पुग्न सकिन्छ। हाम्रो यात्रा पनि गलकोट हटियाबाट नै सुरु भयो। आजको फर्स्ट टाइम हैन? हजुर फर्स्ट टाइम लाग्यो। एकदम ब्युटिफुल छ, एकदम आनन्दको। जताततै ग्रिनरी है। अनि अहिले हामी कता रमुवा भन्ने ठाउँ जान्छ। त्यही एकदम धेरै एक्सपेक्टेसन राखिदिनु भएको छ हाम्रो सरले, एकदमै राम्रो छ, नगै नहुने भनेर। लेट्स सी कस्तो छ। नमस्ते हजुर। ल हाम्रो ग्रुपमा अमृतलाई स्वागत छ है। वेलकम अनुराग दाइ। ए वेलकम दाइ। उहाँ दाइले मलाई धन्यवाद भन्नु के भन्ने आएको नि। हाम्रो गुरुजी अहिले फेरि यता हाम्रो प्रकाश सर हुनुहुन्छ। छुट्टेको अनि भेट्टेको यहाँबाट घुम्दै हटियादेखि मलमा हुँदै राम्चेढुङ्गासम्म पुग्दा मनमा कौतूहलता र उत्सुकता दुवै हाबी हुँदै थियो। राम्चेढुङ्गामा चल्ने हावाले मनलाई थप शीतलता प्रदान गर्यो। कहिलेकाहीँ प्रकृतिको काखमा चल्ने मिठो हावाले सबै पीडा भुलाइदिँदो रहेछ। कमेरो यहाँ पाइन्छ? कता? ए कमेरो त्यो के हो? घर हो कि त्यो डाँडा? घर बनाएर बस्ने है। घर हो कि के हो त्यो? देउघरका त्यहाँ चाहिँ बाख्रा छन्। त्यहाँ त्यस्तो ठाउँ बस्न त मजा आउँछ होला। तलतिरपट्टि छ नि देखिन्छ होला कि न त त्यसलाई हाल्छ नि। यात्रालाई जीवन्त बनाउन सँगै हिँडेका साथीहरूसँगको यात्राले आनन्द दिइरहेको थियो। कहाँको आलु हो? यतैको? उसिने भालु। ए खाजा देखि नै छोड्नु कतै हिँड्नुहुन्छ? फिल्मले बल्ल सकियो खिचेर हजुर आलुको दाल, आलुको अचार, आलुको चटनी। आलुसँग खाने हुन्छ? बग्रेसँग खाने त हो नि। खाइदिए म त। सुगर लाएर होइन आलु छोडेको अरे। मासु छोडेको त सुनिन्छ, आलु छोडेको
सहरको हावाले नछोएका गाउँ, सफा अनि दयालु भावका गाउँलेहरू, कतै हामी सपनामा त छैनौं जस्तो भान हुने यस्तै यस्तै कुराहरूले मनमा ठाउँ लिँदा रहेछन्। नमस्कार। के भयो र? यस्तो राम्रो त कहाँ देख्नु नि? यत्रो खोला टिपेर खान पाउनु है। बाहिर बाहिर गयो कसैले पलम अब चिन्छ क्या मैले फेरि कतै प्लास्टिकमा टिप्नु क माथि पुगाइदि हैन जाड बनाउनला भनेर के ए जाड बनाउनलाई कसरी रहेछ दाइ मिठो जाडकै लाग्यो के हो यो सोटरी हो चौतारी चौतारी रहेछ त चौतारी हुन्छ पहिले चुत्रो र चौतारी एउटै होइन र फरक हो सिद्धथान हुँदै पाण्डवखानीतर्फ यात्रा गरिरहँदा छुट्टै दुनियाँमा पुगे जस्तो लाग्न थाल्यो। जति जति हामी सहरतिर लाग्छौं त्यति नै स्वार्थपन हावी हुने, जति जति हामी गाउँतर्फ लाग्छौं त्यति नै निस्वार्थपन र सेवाभाव भेटिन्छ। र म त जाने बाँकी छैन। स्थानीयको भनाइ अनुसार 5 पाण्डवहरू यस ठाउँमा आएर खानी खनेर बसेको हुनाले यस ठाउँको नामाकरण पाण्डवखानी भएको रहेछ। पाण्डवखानीमा चिया पिएर हामी हाम्रो यात्रालाई निरन्तरता दियौं।
मजाको यताको हावा बेग्लै लाग्न थालिसक्यो छुट्टै खालको बिस्तारै बिस्तारै जति माथि पुग्छौँ उति नै अब त्यो मौसम त्यहाँको हावा पनि अलिक फरक नै आउँदै जान्छ। पहाडको बीचमा यात्रा गर्दा छुट्टै हावाले हामीलाई स्वागत गरे जस्तो भान भइरहेको थियो। प्रकृतिको काखमा रमाउँदै जंगलको बीच बाटो हुँदै हाम्रो यात्रा अगाडि बढ्यो। आइयो भिज्नु हो क्या छाताहरू रहेछ उहाँसँग। हजुर कहाँसम्म हो? यहीँ घर हजुर तल पढ्ने हो यहाँ त कसम्म अरे 8सम्म होइन 9 पढ्नु तल ए 8सम्म मात्र रहेछ स्कुल है 8सम्म त्यो यो डाँडासम्म चाहिँ गलकोट नगरपालिका त्यहाँदेखि उता चाहिँ बडीघाट गाउँपालिका। ए बडीघाट गाउँपालिका बडीघाट गाउँको नाम बडीघाट कस्तो इन्ट्रेस्टिङ। अर्को पालिका कसले सोचेर होला बडीघाट गाउँपालिका बडीघाट खोला छ खोलाको नाम नि बडीघाट त्यो नेपालीमा अरु के होला हैन बडीघाट भनेको इंग्लिश बडीघाट नै हो हैन बडीघाट नेपालीमा त्यो त्यही पालिका भित्रै पर्छ त्यो खोला। त्यो खोलाको नामबाट पालिकाको नाम। त्यो डाँडादेखि उतापट्टि चाहिँ ताराखोला गाउँपालिका। ए उता ताराखोला उतापट्टि ताराखोला गाउँपालिका ताराखोला बडीघाट अनि यता चाहिँ म्याग्दी यता गएपछि म्याग्दी गयो। त्यो डाँडादेखि उतापट्टि गएपछि म्याग्दी। त्यो कुखुरा यहाँभित्र राख्ने त्यो बार बनाएर इन्ट्रेस्टिङ रहेछ त। अब निकाल्ने बेला यस्तो गरिन्छ यतापट्टि नि रहेछ कस्तो लाग्यो मलाई त एकदम रमाइलो लाग्छ नयाँ ठाउँमा घुम्दा त। त्यसमा एउटा त्यो क्राउड ठाउँबाट अन्त यहाँको रमुवा पुग्दा साँझ पर्न लागेको थियो। गलकोट नगरपालिका वडा नम्बर 10 का वडा सदस्य कुमार पुनको घरमा हाम्रो वासस्थान तय भएको थियो। यता कस्तो दामी घर है। पागो खै कुन स्याउ यो यिनी यहाँ भएको ए स्याउकुरो कुन रहेछ कस्तो रातो स्याउ नै हुन्छ कि सेतो वाला मुस्ताङ जस्तै। जाँदा जाँदै हामीलाई त्यहाँको स्थानीय परिकार आलु र मकै खाने अवसर मिल्यो। धन्यवाद कुमार भाइलाई। मन देखियो एमा
दैले के खानु भयो मैले चाहिँ एकदम स्पेसल आलु अनि सँगै चाहिँ अब चिया आलु र चिया आलु चिया हजुर आलु र दुध आलु र चिया आलु र स्या आलु र पानी आलु पानी आलु पानी यहाँ चाहिँ एउटै घरमा एउटा धारो यहाँ छ त्यसपछि यहाँ अर्को डिफ्रेन्ट मूलबाट आउने अरे क्या यो चाहिँ हाम्रो रमुवाको ग्रिन टी है हजुर खालको तातो छ पानी यति चाहिँ पिउँदै गरे हुन्छ अनि यो ग्रिन टी पानीमा हालेर अनि यतिकै खाने सही रहेछ मिठो आयो किन चाहिँ ग्रिनै ग्रिन टी पछि अब फेरि हनी टी भिरमौरीको है यो चाहिँ हनी टी हनी मात्रै हो अरू केही नै यस्तै खाने तपाईँले यहाँ उत्पादन हुने चाहिँ के हो आलु मकै भन्नु एउटा यस्तो गाउँ शान्त सुन्दर वरिपरि पहाडले घेरेको यतै बसै सारेर बसौँ जस्तो लाग्ने रमुवा साँच्चैकै अलौकिक गाउँ। आलु मकै र भाङ्गो यहाँको मुख्य उत्पादन। वैदेशिक रोजगारीमा खासै युवाहरू नगएको कृषि नै मुख्य आम्दानीको स्रोत। यहाँबाट नजिकै रहेको मौरी भिरमा मह काट्ने मेला पनि लाग्दो रहेछ। माथि घर छ नि हजुर त्यो घरभन्दा उत्तापट्टि आउँछ कि मौरी ए अलि पनि 6-7 घाँस छ मह काट्ने चाहिँ अझ उतै हो। तर यो चाहिँ त्यो मैले हिजो लम्बु कुरा गरेँ नि अग्लो त्यो डाँडा त्यो होइन त्यो फागुस चाहिँ होजो छ यतापट्टि यता यो देख्यो नि कुहिरो हो त्यहाँ त्यो ठ्याक्कै त यस्तो ठाडो छ नि त्यो होइन त्यहाँ एउटा झन्डी गारे भन्ने छ त्यो जोगामा वाललाई राखेको छ कि अब यो पलम बजारतिर त्यही पान खाने पुरै पाकेको छैन है यो साउनमा बल्ल साउनको पहिलो हप्ता ए यो रुख के रहेछ यो जहाँ पनि यही रहेछ क्या यो बैच हो बैच बाख्रालाई चाहिँ एकदम घाँसको लागि भैँसीहरू पनि खान्छ यो नि पुरै आलु खेती हो आलु साँच्चै आलु हल्लो अझै अलि पहिला सिजन आएको यो पुरै फुलेर कस्तो राम्रो हुन्छ ए चाहिँ भाङ्गो होइन सबै यताबाट कहाँ जान्छ यो बाटो यता माथि गाउँ छ अन्तर्घाट भन्छ हजुर त्यहाँसम्म पैदल पार्क चाहिँ त्यहाँ गएर टुङ्गियो रोड यो गाडीहरू त्यहीँसम्म छ यो चाहिँ तारखोला म्याग्दी जाने बाटो हिँडेर जाने होइन यिनीहरू म्याग्दीका भइसक्यो यही ठाउँ होला है सबै उठाउनु लाग्यो अब यो यहाँ त यिनीहरू त महिनामा यिनीहरू लगभग एउटै व्यक्तिले वर्षमा यहाँ 300वटा बेच्छ पैसा एउटा उसले व्यापारी म्याग्दीबाट यहाँ लिएर आउने ए यहाँबाट म्याग्दी लगेर बेच्ने ए म्याग्दीबाट आएर लाने अनि यिनीहरूले यो फुल पनि यहाँ दामी देखिन्छ त्यो लाले भनेर बेच्यौ र
त्यही हो होइन र तपाईँ ल्याएको कति हुन्छ रेन्ज भइसक्यो कतिदेखि सुरु हुन्छ 50 देखि ओ नमस्कार खोइ लानु भएको र त्यो राम भइसिन जाला पछि हजुर हैन जान्न खोलै बार लग्नुहुन्छ करा लग्नुहुन्छ घुमाने अप्ठ्यारो रहेछ त्यो राङ्गो बसको नमस्कार यो म्यागी लाग्ने अरू म्यागी के हो कि उहाँ त अगाडिको र उहाँ त हुन्छ ए मतलब भन्दा यो मगरहरुले चाहिँ कुत्रै भन्दा छोरा जन्मे सवार हुन्छ किट्नु भयो होला है अनि फोन लाएर हिजो हाने स्याउ गुरुक कहिले हो स्याउ फल्ने सिजन यो त बल्ल लगाएको ए लगाएको अझै अब 1-1.5 वर्षपछि यसपालि फुलेको थियो अब लगभग अर्को सालदेखि फल्छ नौकोस खोला क्वालिटोर भन्ने छ नि त्यति बेला चाहिँ अब पहिला के थियो त्यहाँदेखि नाप्दा चाहिँ यहाँसम्म 9 कोष भएर चाहिँ नाम 9 कोष राखेको माथि ठुलोसम्म फुल हेर्नु न यो फुल लतार्दा यहाँ पिन्दैले हालेर क्या टिक्क अरू त्यो भन्नेले पनि हाल्छ कि लास्टै बिर्स यहाँको पुल लतार्दा यो पुल लतार्दा यहाँ मान्छे हाम्रो लागि हाम्रो जस्तो ओके भाषण क्या नमस्कार भटे खा यहीँको भटे हो यो भयो त आरु हेर्नु कति फल्यो मिठो हुन्छ यो आरु यो अझै धेरै फल्यो भने काटिदिएको त्यो बुढा फल्यो एक्लै हो नमस्ते कुमार सर अस्ति आउनु मारेछ कि साथी हो नि भोटेको साथी हो कि रातिमा हो क्या उसलाई चाहिँ मलाई फेरि धेरै पाकेको मन पर्दैन यही भने हल्का पाक्न लाग्यो चाहिँ एउटा बोक्छु नि म हजुर एउटा बोक्छु अनि भोलि खान्छु दिन त 2-4 वटा यो चिप्लो मिल्छ ढलान गर्ने मान्छे उचाल्यो नि छिराइन्छ रिगातिर जानु होला अलि छिटो धेरै होला पहिलाको हेर्नु पर्थ्यो नि तल पहिला भाइ त्यहाँ तल जाने उता घुम्दै हिँड्दैन नि त यस्तो गेडा हुन्छ नि सर यो चाहिँ फुटे रहेछ यो अरूभित्रै अरूभित्रै कहाँ हुन्छ यो हुन्न नि त्यो साँच्चै हो फुटाल्नु म तपाईँले कहाँ फुटाउन सकिन्छ हेर फुट्दैन पानी खालियो चिया होइन आज चाहिँ चियाको प्रकारहरू धेरै खाइयो आज ग्रिन टीबाट सुरु भएर मिल्क टीमा आइपुग्यो अहिले चिया छोडेको होइन चिया हजुर कहाँ हो बस्ने उता तल हो बाम्या
ए बिजनेस हो कि उहाँ के इन्जिनियर ए हजुर ए इन्जिनियर ए गाउँपालिकाको हजुर ठुलो बिजनेस छ ढुङ्गा खाने नाइकी यो है नाइकी कहाँ जाने हिँड्यो नि देखतिर आयो बन्ती छोड्ने इन्वाइली कराउने इन्वाइली कराउन हेर्नु वनमा लगाइदिने ए आफै आउँछन् लिन जानु परेन ए गोठमै आउँछ ठ्याक्कै कहाँबाट हो हामी गलकोटदेखि घुम्न आएको हिजो आज फर्किने हो गलकोटै हजुर हजुर हाटी हजुर प्लस नमस्ते ल भाउजू नाम के अरे तिम्रो भनिरहन्छ ल सर खुसी लाग्यो नमस्ते फेरि भेटौँला ओके भेटौँला हामी हस् रमुवाको एक दिनको बसाई निकै यादगार बनाएर हामी गलकोट फर्कियौँ। किन टाढा रोप्यो र निर्माया आउने बाटैमा यस्तो लाग्यो कि म शब्दमा वर्णन गर्न सक्दिनँ। स्वर्ग देख्न पाइयो जे होस्। तपाईँलाई के मन पर्यो यताको यहाँको पहाड, यहाँको पानी, यहाँको जे खाए पनि मिठो, यहीँको उत्पादन होइन यहाँको उत्पादन आलु त्यस्तो टेस्टी, प्लम खाइयो हिजो त्यस्तो मिठो, दुध ओहो पुरै नगरौँ, फुल फ्याट मिल्क भैँसीको। हामीले चाहिँ आरू पनि खाइयो हजुर आरू मैले बोकेको छु, म भोलि खान्छु। ग्रिन टी पनि खाइयो, हनी टी पनि खाइयो, मिल्क टी पनि खाइयो। हनी पनि मैले आज नखाने चाखेँ नि त यहाँको हनी अस्ति।